भिडियो बनाउनु स्टार्ट गर्दाखेरि भन्दा भएको थियो अब कम्ती बोल्छु भन्दा भन्दै पनि अब 2-3 मिनट कटेर गइहाल्छ क्या साथीहरू। गाह्रो अवस्था पनि आइरहेछ। एकदम बोल्न मन लागेकै भइरहन्छ। म ठिक छु, सन्चो छु, बाँचिरहेको छु। तैँले ब्याकग्राउन्ड त्यही देखाएर होइन। अनि त्यो भएकोले चाहिँ अब लाग्दा होइन यसको त के भिडियो हेर्नु, एउटै मान्छे, एउटै ठाउँ, एउटै ब्याकग्राउन्ड, एकै खालको भिडियो भन्ने लाग्ला। म मान्छे एउटै, च्यानल मेरो एउटै, बोली एउटै भएकोले 1 मिनट 2 मिनट 3 मिनट बोल्नुको लागि म टाढा जाने कुरा त भएन, म त जानु सक्दिनँ। त्यो भएकोले चाहिँ म अहिले हालसाललाई चाहिँ तत्काललाई चाहिँ म यहीँनिर नै बनाइरहेको छु। पूर्णे औँसी कहिले काहीँ चाहिँ मेरो भिडियो आउने गर्छ। अब मलाई त मैले बोलेको कुरा एकदम ठुला बडे कुरा गरे जस्तो त लाग्छ, तर के गर्नु पऱ्यो, त्यो कुरा त भरे सानो हुँदो रहेछ। अनि त्यो भएकोले चाहिँ ठिक छ। 1 मिनट 2 मिनटको भिडियो हेर्ने फुर्सद छैन हजुरहरूलाई। अनि म चाहिँ कहाँ जाउँ त भिडियो बनाउनु। यसो चुप लागेर बस्नु भन्छु, अघि फेरि त्यसले के चाहिँ बोलेको, मैले त बोल्नै पर्यो नि, बोल्न त पाउनै पर्छ जस्तो लाग्छ है। कसै मान्छेहरूले भात थोर खा भन्यो भने त झन् मलाई त झन् यति धेरै खानु मन लाग्छ। अनि कम्ती बोल भन्यो भने झन् धेरै बोल्नु मन लाग्छ। सानो मान्छे भन्यो भने म आफूलाई ठुलो मान्छे ठान्छु। त्यो भएकोले